अनि यति सानो उमेरमै बिहा गरिदिने, यति सानो उमेरमै बिहा गरिदिने। अनि अनि मतलब लिभिङ टुगेदरमा बस्नु नै थालिसक्यो भने चाहिँ लभ कहिले पर्यो त? भनेपछि लभ त तपाईँले त 16-17मै हानिदिनु भएछ त होइन? त्यो पनि डिप लभ होइन? त्यो पनि डिप लभ क्या अब है? अन्त 16-17मै डिप लभ पाउनु भनेपछि त साह्रै राम्रो होइन? बिहे पनि गरिदिइहाल्ने अब। भनेपछि त के हो, आमा छोरा त सँगै हुर्किने विचार छ है क्या? हो। अनि फेरि पछि पनि बिहे गरेर टिकेन भने त अनि फेरि तनाव हुन्छ नि, त्यहाँ तनाव हुन्छ। ठिक छ होला, विश्वास गरेर जानु भएको छ भने ठिकै हाल्छ। यो पार्किङ हो नि त, यो पार्किङ हो अनि त्यही भएर पार्क गरेको कि यता। कस्तो बौलाहरू छन् यार, पार्किङ यहाँ गर्ने होइन नि। ओइ झन्डै छोयो यार त्यसलाई। यता पनि हाल त्यही रहेछ। ए म त सबलाई यो लडाउँदै हिँड्नु क्या, यो के अरे गाडी स्कुटी बाइक। ए भने पछाडि बुझ्ने मान्छे बेलैमा भेट्नु भएको छ है? कहिले भेट्ने होला है हामीले पनि त्यसरी बुझ्ने मान्छे? अहिले चाहिँ पैसा चाहियो है? त्यही भने त्यही भएर हो क्या मैले नपाएको होइन भने यत्रो वर्ष भइसक्यो, बुझ्ने एउटा पाउँदैन थियो होला त मैले। त्यही त अब मसँग पैसा छैन, त्यही भएर मैले नपाएको हो क्या। हो, यो ठिक कुरा गर्नुभयो तपाईँ। मन मिल्यो भने त पैसा त पछि कमाउला नि होइन, दुईजना मिलेर। मेरो पनि सासू ससुरा यस्तै बुझ्ने पाऊँ। मेरो पनि सासू ससुरा यस्तै बुझ्ने पाऊँ भनेर क्या। फोहोर गर्न गयो यतापट्टि, पानी त खास गर्न गयो होइन, यतापट्टि फोहोर राख्छ नि त। दुवैजना यतै पढ्नु भएको? हजुर, यतै पढ्नु भएको दुवैजना?